त्यही भएर त अब बालेलाई जिताउनु पर्छ। सुन्नु न, बालेलाई चाहिँ किन जिताउने भने क्या युवा नेतृत्व फेरि तपाईँको युवा नेतृत्व गोठालाई भोट पर्छ गोठमा बसेर गोठालाले भन्दैन। काम त धेरै परको कुरा हो, स्टेटसै म जति लेखेर देखाओस् बालेले लेखेर सक्छ। उहाँले एक महिनामा एउटा स्टेटस पनि त्यो पनि 2 महिनामा डिलिट गर्ने गरी लेख्छ पुरो फाटा भन्नु। तपाईँले झापा पाँचमा उम्मेद्वार उठाउनु भनेको पालन शाला हराउनु हो, राई लिम्बूको भोट काट्नु हो भन्ने आरोप छ क्या मेरो साथ। कसलाई ए कसले सोचेको थियो? भोट काट्नको लागि क्षेत्र नम्बर 5 मा उठाउँदैछ भन्ने चर्चा। होइन, हामी जित्छौँ। क्षेत्र नम्बर भोट काट्ने होइन, हामी जित्छौँ। म आफै जान्छु, त्यो ढुट्टो बनाइदिन्छु म बोले। उहाँको त म बोलेछु सक्दिनँ। बरु केपी आउन् बालेन आउनु हुन्न भन्ने मनसा हो तपाईँको? होइन, केपी पनि आउनु हुँदैन। केपी किन आउनु? उहाँले त कतिचोटि आउने, के गर्ने भने क्या हो, ढुङ्गालाई उसिनेर आलुदम सक्दैन बनाउनु सकिन्छ। त्यो भन्नु र केपी ओलीलाई होइन जिताएर यो देशको विकास गर्छु भन्नु एउटै हो। हुँदैन, ढुङ्गालाई कति चाहिँ तपाईँले जिताउनु? त्यही भएर त अब बालेलाई जिताउनु पर्छ। सुन्नु न, बालेलाई चाहिँ किन जिताउने भने क्या युवा नेतृत्व फेरि तपाईँको युवा नेतृत्व गोठालाई भोट पर्छ गोठमा बसेर गोठालाले भन्दैन। अन्तिममा नि तपाईँलाई चाहिँ खास गरी यो केपी ओलीसँग दाँजेर अहङ्कारी नेता हर्क साम्पाङ भन्छन् के? केपी ओलीको बारेमा मलाई केही भन्नु छैन, उहाँ कस्तो हुन्छ अब त्यो नेपाली जनताले भन्छ। म चाहिँ अहङ्कारी भन्दा पनि म अहङ्कार कहाँ गरेँ भन्ने एउटा उदाहरण सहित आयो। म यो देशको नेतृत्व गर्छु भन्ने अहङ्कार हो र? म यो देशको नागरिक होइन हो कि होइन? हो कि होइन तपाईँलाई? केपी ओली कुन बाहुन होला? केपी हो एमालेलाई बाहुनको पार्टी भन्यौँ हामीले, भन्यौँ त भनेर। हिजो मात्रै दमकको झापाको क्षेत्र नम्बर मलाई लाग्छ 4 क्षेत्र नम्बर 4 को उम्मेद्वार उहाँ 40 वर्षसम्म मैले एमालेको झन्डा बोक्थेँ भनेर एकजना राई कास्टको मान्छे आउनु 40 वर्षसम्म उसले बाहुनको पार्टी भनेर झन्डा बोकिदिएको हो र? त्यो दिदीले राई दिदी जसलाई मैले टिकट दिएको छु उहाँ उठ्दै उठ्छ, जित्नुहुन्छ उहाँले है। एमाले बाहुनको पार्टी भएन। रवि लामिछाने बाहुन हो? तपाईँले सोधेको हो? अलिक साह्रो बोल्नु न, नडराई बोल्नु न।